ल आज मिति 2081 साल फागुन 17 गते शनिबारका दिन चाहिँ सिद्धिचरण नगरपालिका वडा नम्बर 11 स्थित एकजना हाम्रो दाइले चाहिँ अलैँची खेती गर्नुभएको रहेछ। अलैँची खेतीको अवस्थाको बारेमा चाहिँ अनुगमन गर्ने क्रममा चाहिँ हामी चाहिँ यो जङ्गल सफारी गर्दैछौँ। यहाँ हाम्रो अगाडि हुनुहुन्छ वरिष्ठ कार्यालय सहयोगी हाम्रो अमृत बहादुर मगर, हाम्रा कार्यालय प्रमुख सर अनि किसान। ल जङ्गल सफारी हाम्रो हुँदैछ। अब हामी अलैँची बगानमा जान्छौँ अनि आज हाम्रो खानाको व्यवस्था पनि हाम्रो यही बगानमै हुनेछ। बगानमै स्पेशल अर्ग्यानिक बसाई अर्ग्यानिक खाना यी सबै कुराहरू चाहिँ आज हाम्रो यतै हुँदैछ। ल यो चाहिँ जङ्गलको बाटो हेर्नुहोस्, जाँदैछौँ। ल यस्तो छ रोकानी। पुरै हाम्रो यो कटुस घारी कटुस बाँदरलाई चाहिँ एकदमै सही ठाउँ हो यो। बाँदर, मृग, कालिज, स्याल, ल चारकुसे झाडी छ। आफ्नो जङ्गल सफारी हुँदैछ। अलैँची खेती अनुगमन गर्ने क्रममा यहाँ आगो खाएर कोइला हाउने हुन्छ। के भन्नु तपाईँ मात्रै हो टिक्नु भनेको, अरू कोही टिक्दैन। यहाँ हामी तपाईँकै घर छेउमा भएको जङ्गलमा हिँडिरहेको। यो चाहिँ हाम्रो चन्दने जङ्गल हो। खास सिद्धिचरण नगरपालिका तेर्सो बाटोबाट अन्तर्गत मनसाङ डाँडाबाट सिधै ओह्रालो झर्नेछौँ क्या। पोल गाडी सकिएन देखिहाल्यो हामीले। पानी लगाएको छ नि।